Hi guys, let's get ready with me. आज चाहिँ म टोर जानु आँटेको हैन and yes guys टोर जाँदा I want to feel comfortable so I just quickly change my fit and I'll see you guys, okay? So yes guys, आजको आउटफिट चाहिँ यो मेरो हो. As you can see that एकदमै comfortable छ and then मलाई चाहिँ टोर जाँदाखेरि चाहिँ एकदम comfortable लुगा लगाउनु मन पर्छ नि त. So this is my fit आजको लागि चाहिँ and obviously travel गर्दाखेरि one thing is that मलाई कपाल यसरी छोड्नु मन पर्दैन. त त्यसको लागि चाहिँ I have scrunchie. यो चाहिँ हो from Flipkart and यो चाहिँ under 500 rupees मा guys and you can see that color एकदमै pretty छ हैन. So मलाई चाहिँ टक्कै यसरी कपाल बान्नु मन पर्छ ट्राभल गर्दाखेरि चाहिँ यसरी हो. You can see that एकदमै दामी छ right? And मलाई चाहिँ यसरी नै कपाल बान्नु मन पर्छ ट्राभल गर्दाखेरि चाहिँ हो. COD पनि अवेलेबल छ र इजी रिटर्न्स पनि छ. सो तपाईलाई चिन्ता गर्नु पर्दैन. यो ब्याग चाहिँ आज म बोक्छु किनभने यो एकदमै ट्राभल फ्रेन्डली छ हो. एन्ड यो चाहिँ हो आजको मेरो फिट. कमेन्ट बक्समा भनिदिनुहोस् आजको मेरो आउटफिट कस्तो लाग्यो भनेर. सो आई विल सी यु गाइज लेटर. बाइ.